प्राणनाथजी महाराज जबसम्म जानु भएन तबसम्म परमात्माको दर्शनै त भएको थिएन। हृदयमा दर्शन, भित्र जुन मन मन्दिर छ त्यहाँ दर्शन भएन। परन्तु जब उहाँ त्यो जेलमा पुग्नु भयो, अनावश्यक अनर्गल विभिन्न प्रकारका उहाँलाई आरोप प्रत्यारोपहरू आए। जब प्राणनाथजी महाराज त्यो जेलमा गएर जुन सद्गुरुको यादमा रुनु भयो, पीडित हुनुभयो, तब भनिन्छ उहाँको हृदय मन्दिरमा परमात्माले झलझलाकार दर्शन दिनुभयो। अनि त्यो बेलादेखि प्राणनाथजीलाई लाग्यो मैं जानी मौज महबूब की उदेत आपमा फक्क। हामीले माग्दछौँ हाम्रो बुद्धिले, परन्तु दिन्छ उसले उसको हातले। अब विचार गर्नुहोस् त, हामी त सांसारिक बुद्धिले माग्दछौँ, संसारका कुराहरू माग्दछौँ। मन्दिरमा गएर माग्ने के हो त भन्दा म सुखी हौँ, म समृद्धिशाली हौँ, मलाई शान्ति मिलोस्, हे परमात्मा मेरो परिवारलाई ठिक होस्, यही त माग्ने हो। के अरू के माग्ने गरेछ? हामीले माग्ने भनेको मतलब सीमित वस्तुहरू छन्। मेरो छोरा ठिक होस्, मेरो नातिलाई राम्रो होस्, मेरी बुहारीले मेरो भनेको कुरो मानोस्, यही त हो। साधारण कुराहरू माग्दै माग्दै हामी परमात्माको दरबारमा पुग्छौँ। यो भन्दा ठुलो हास्यास्पद के होला? विचार गर्दा उनी बसेर मन्दिरमा बसेर धिक्कार छ तिमीलाई माग्ने अवसर दिएको, त्यो पनि फोकटका कुराहरू माग्छौ। यस कारणले गर्दाखेरि महामती प्राणनाथजी महाराजले बडा गजबले सम्झाउनु भएको छ। परमात्मासँग माग्ने होइन, परमात्माको भइदिने, उसले प्रेम गरोस् न हामीसँग। परमात्माले विचार गर्नुहोस्, उसको भइदियो भने त अरे माग्ने त भिकारी हुँदछ, भिकारीसँग के को प्रेम एकाकार कहाँ हुँदछ भिकारीसँग? हामी त जीवात्मा हौ, आत्मा हौ, अनि हामी त परमात्मासँग मिलेर जाने हो, अगाडि बढ्ने हो। हामीले माग्ने होइन, परमात्मालाई खुसी पारिदिने हो, उनको भइदिने, उनको अनुरूप, उनको अनुकूल हामी यदि भइदियौँ भने अब परमात्माले हामीलाई दिने होइन, अँगालो हालेर आफ्नो समकक्षी बनाउनु हुँदछ, आफू जस्तै बनाइदिनु हुँदछ। एउटा चौपाई आउँदछ नि, गुरु कंचन गुरु पारस गुरु चंदन परमान, तुम सतगुरु दीपक भए कियो मोहे आप समान, कियो मोहे आप समान। विचार गर्नुहोस्, यानी कि सद्गुरु यानी परमात्मा, परमात्माले आफ्नो अङ्गनालाई, आफ्नो आत्माहरूलाई कस्तो बनाउनु हुँदछ? एउटा दियो हजुरले लिनुहोस्, अब त भर्खर तिहार पनि आउँदैछ, 100 वटा दियो हजुरले तयार गर्नुहोस् अनि एउटा दियो सल्काउनुहोस् पहिले, अनि त्यो सल्केको दियोले बाँकीका 99 वटा दियालाई सल्काउनुहोस्। ध्यानले सुन्नु ल, त्यो जुन सल्केको दियो छ नि पहिलो नम्बरको दियो, त्यसले बाँकीका तमाम 99 वटा दियालाई सल्काउनुहोस्। सल्काएपछि हुँदछ कि सबैजना सबै वटा दिया बने, अनि त्यो जुन पहिलो नम्बरको दियो जसबाट अरू 99 लाई बालियो, त्यो 99 वटा दियोको बीचमा त्यो पहिलो नम्बरको दियोलाई राखिदिनुहोस्। अनि कोही नयाँ व्यक्तिलाई बोलाएर भन्नुहोस्, ल भन्नुहोस् यो 100 वटा दियोमा कुन चाहिँ बाट सल्काइएको हो? चालै त पाउँदैन, उसले थाहा नै पाउँदैन। यहाँ भनियो कि परमात्मा स्वरूप सद्गुरुले के गर्छन्? हाम्रो जीवनलाई आफू जस्तै बनाइदिन्छन्। जसरी एउटा दियाले 99 वटा दियालाई आफू जस्तै उज्यालो दियो, आफू जस्तै प्रकाश दियो, उसले त्यो शक्ति दियो। यस कारणले गर्दा तुम सतगुरु दीपक भाइ, दीपकको उपमा दियो। त्यो हामीले हाम्रो जीवनमा जुन प्रकारका सुअवसरहरू हामीलाई मिल्दछन्, त्यो जीवात्माको कर्मलाई बुझेर यदि हामीले त्यो अवसरलाई आफ्नो हातबाट फुस्किन नदिकन परमात्माको त्यो दिव्य आभालाई, उनको लीलालाई, उनको कार्यलाई बुझेर अगाडि बढ्यौँ भने जीवात्माको पनि कर्म बुझ्दछ हामीले। जगत के हो त्यो पनि बुझिन्छ, जीव के हो त्यो पनि बुझिन्छ। जबसम्म अज्ञान अवस्थामा बस्दछ आत्मा, जीव हुँदछ। जीव टली थकी आत्मा, होसी आत्मा, जीव टली होसी आत्मा। प्राणनाथजी महाराज भन्नुहुन्छ, जीव जब जीवात्माले ज्ञान धारण गर्दछ, सोच्नुहोस् त, म को हुँ भन्ने कुरा जब ज्ञात हुँदछ, म आत्मा हुँ, म परमात्माको एउटा अंश हुँ, यो दुःख पीडा यो जति पनि छन् इन्द्रियका मात्रै हुन्। इन्द्रियका 10 इन्द्रिय छन् नि त, कर्मेन्द्रिय ज्ञानेन्द्रिय, यिनका फिलिङ्सहरू हुने। यी दुःख सुख पीडा समस्या उल्झने जे जति समस्याहरू दुनियाँमा हामीले भोगेका छौँ, यी साराका सारा इन्द्रियको मात्र खेल हो, अनि मनको खेल हो।
यो कुरो जब जीवात्माले बुझ्दछ तब ज्ञान भयो उसलाई। अब उसलाई कुनै पनि ठुलो तकलिफ होस् न, जतिसुकै समस्या होस्, हाँसेर उसले टार्दिन्छ। एउटा एक्जाम्पल हजुरलाई दिउँ। एकजना व्यक्ति बिहान बिहानै कुवामा खसेछ। कतिजनालाई त थाहा पनि छ यो एक्जाम्पल। बिहान स्नान गर्न गएको अनि अँध्यारो अँध्यारो थियो, अनि झिसमिसेमा पुग्यो, कुवामा एकदम खस्यो, गर्लाममा लड्यो, त्यहाँ पस्यो कुवामा। बिचरा आत्तियो, कराउन थाल्यो, किनकि कुवामा पानी थियो। कराउँदा कराउँदै आवाज अर्को सज्जनले सुने, उनी पनि बिहान स्नान गर्न आउँदै थिए। दौडेर गए, त्यहाँ यसो हेर्दा एउटा व्यक्ति छटपटाइरहेको थियो, कुवामा डुबिरहेको थियो। ती सज्जनले भने चिन्ता नगर, नआत्तिऊ, म तल ओर्लेर तिमीलाई बचाउँछु, तिमी नआत्तिऊ। ती दोस्रा सज्जन बिस्तारै कुवामा ओर्लिने त हुन्छ नि त बाटो, बिस्तारै बिस्तारै ओर्लिए, एक एक भर्याङ ओर्लिँदै गए, कुवामा तल पुगे। तल पुगेपछि त उनी पनि भिजे, उनी पनि डुबे। कुवामा त डुब्ने दुईटै डुबे। अब अनि ती सज्जनले उसलाई उसको हात समात्दै भने चिन्ता नगर, नआत्तिऊ, नकराऊ, म माथि लगि त हाल्छु तिमीलाई, किन डराएको। त्यो बिचमा आसपासका छरछिमेकले पनि सुनिसकेछन् आवाज, किन अत्तालिएर कराएको थियो। त्यो पहिलो व्यक्ति जुन लडेको थियो, सबैजना पुगे माथिबाट यसो हेरे। अब अलिअलि मेरे उज्यालो भइसकेको थियो, थोरै उज्यालो, चिन्ने मान्छे चिन्ने भइसकेका थिए। सबैजनाले कुवामा माथिबाट यसो तल हेरेछन्, दुईजना व्यक्ति डुबिरहेका थिए, कुरा गर्न थालेछन् माथि बसेर। अरे यी दुईजना लडेछन्, खसेछन्, बिहान बिहानै चलो बचाउँ, डोरी सौरी फेकौँ, उनीहरूलाई माथि उचालौँ। माथिबाट दुई चार व्यक्तिहरूले के बोले भन्दा दुईजना व्यक्ति कुवामा झरेछन्। विचार गर्नुहोस्, झरेका को थिए? दुईटा थिए कि एउटा थियो झरेका? एउटा झरेको नि, अनि अर्को के गरेको? ओर्लिएको, बचाउनु। एउटा माथिबाट गर्लाममा ढलो झर्यो, अनि एउटा ओर्लियो। त्यो ओर्लिएको व्यक्तिले आवाज लगाएछ माथिका जुन कुरा गर्दै गरेका व्यक्तिलाई, अरे सज्जनो, हामी दुईजना झरेका होइनौँ, एउटा झरेको, म चाहिँ ओर्लिएको, तपाईले गलत बोल्दै हुनुहुन्छ। अब त्यो माथि बसेका जुन छरछिमेकीले भन्न थाले, के फरक पर्दछ र, तिमी झर अथवा ओर्ला डुब्न त डुबी त रहेका छौ, कुवा भित्रै छौ, तिमी फरक के पर्दछ भन्दा ती सज्जनले भने फरक आकाश पातालको छ। मेरो अनुहारमा दुःख छैन, यिनीको अनुहारमा दुःखै दुःख छ। हेर्नुहोस्, यी अत्तालिएका छन्, यी पीडित छन्, यी दुखी छन्। म दुखी छुइनँ, म न त अत्तालिएको छु न त पीडामा छु, म खुसी छु, आनन्दित छु, डुबे पनि मलाई केही चिन्ता छैन। यहाँ सम्झाउनु त छ महामती प्राणनाथजी महाराज, जो ज्ञानी छ, जो परमधामका आत्मा छन्, उनीहरू धरतीमा यो संसारमा ओर्लिएका हुन्, आएका हुन्। अनि जो जीव आत्मा छ, जो अज्ञानी छ, ऊ यो संसारमा खसेका हुन्। अब विचार गर्नुहोस् त, डुब्न त दुईटै डुबे नि। संसारको यो किचड, यो हिलो त दुईटैलाई लाग्यो। ब्रह्म आत्मालाई पनि लाग्यो, जसरी त्यो कुवामा खसेकोलाई पनि डुब्यो, अनि जुन ओर्लिएको पनि डुबेको थियो, पानीले भिजेको त दुईटै थिए। त्यसै गरी जो ज्ञानी छन्, जसले बुझेका छन्, जसलाई परम तत्त्वको ज्ञान छ, परमात्माको विषयमा जाने, आत्माको विषयमा जाने, जगतको विषयमा जाने, उनीहरू पनि जगतमै छन्, परन्तु कुनै पनि पीडा समस्याले उनीहरू विचलित हुँदैनन्। यस प्रकारले सम्झाउनु भयो। यहाँ यो जीवन भनेको के हो? गीतामा भगवान कृष्णले भन्नुहुँदछ, सुख दुखे समय समय कृत्वा लाभा लाभौ जया जय। सुख दुख लाभ हानि जय पराजय, यो त जीवात्माको एउटा यो साधारण कुरा हो। यो भन्दा पर छ आत्माको आनन्द त, सुख भन्दा पर, दुख भन्दा पर, लाभ हानि जय पराजय यो भन्दा पर छ, जसको नाम छ आनन्द। आनन्दको त्यो परम शिखरमा जब आत्मा पुग्दछ, तब महामती प्राणनाथजी महाराज भन्नुहुँदछ, ऊ आत्मामा परिणत हुँदछ। जीव अब रहेन, मर्यो जीव। सोच्नुहोस् त, जब व्यक्ति